सबैलाई नमस्ते। आज हामी कोट दरबार मुनि रहेको बोक्सेजारलाई दफन गरिएको ठाउँमा आएका छौँ। बुवा, बोक्सेजारलाई हेनेर मारेको भन्ने किंवदन्ती छ। अनि के छ हजुरले यसको बारेमा अलिकति विस्तृत जानकारी? पहिला हजुरले इतिहास सुनेअनुसार के छ हजुरको यसमा? के छ यसमा हजुरले आफूले चाहिँ जानेको कुरा? यो बोक्सेजारको कहावत छ के पहिलेको कथा छ, इतिहास भनौँ, किंवदन्ती भनौँ के भने यो राजा 1450 जुम्लाबाट यहाँ राज्य गर्न राजा आए। राज्य पाइकन यहाँ आए। त्यसबाट यहाँ आएपछि यहाँ कोट दरबारमा घरसर बनाएर दरबारसर बनाएर यहाँ बसे। त्योभन्दा पहिला बोक्सेजारलाई यहाँ थपाला, यहाँको थपालो हेर्ने, यो ठाउँ हेर्ने, यहाँबाट उठेको तिरो सबै दस्तुर चाहिँ जुम्लालाई बुझाउने, यहीँ बसेर चाहिँ काम गर्ने एउटा शासक जस्तो अस्थायी राजा जस्तोको रूपमा बसेका थिए बोक्सेजार। ए बाहिर सिन्जाबाट आएर? नै पहिल्यै बस्या, पहिले यहीँ बस्यो। भोटे जातिका हुन् कि नि बोक्सेजार भन्ने। भोटे यहाँ आएर बसेका थिए। पछि राजा सिन्जाबाट राजा यहाँ आएपछि, पेतम्बरमा आएपछि अनि यहाँको हिसाब किताब के छ कसो छ सबै हिसाब किताब बुझाऊ, यहाँको ताला चाबी साँचो सबै बुझाऊ, यहाँको के छ त्यो सबै विस्तृत विवरण देखाऊ भन्दाखेरि बोक्सेजारले देखाउन मानेनन्। उनले देखाउन मानेनन्, अटेर गरे, के गरे, आन्दोलन गरे, अलिकति विरोध होला जस्तो भयो, झगडा होला जस्तो भयो। अनि त्यहाँबाट चाहिँ त्यो राजाले पछि यहाँका पहिले आएर बसेका क्षेत्रीहरू ब्राह्मणहरू पनि थिए। राजाले अनि बोक्सेजारलाई मार्ने षड्यन्त्र गरेछन्। केही उपाय भएन? गर्दा यहाँ चाहिँ चौर थियो, त्यो चौरमा हिँडिँदै एउटा ठुलै खौलो खनेछ जस्तो। हजुर, यही ढुङ्गा मुनि खनेको खौलो? खौलो खनेछन्, यो ढुङ्गा यहाँ माथि रहेछ। हजुर, खौलो खनेछन् र अनि त्यहाँबाट त्यसमा मान्द्रो बिछाएछन्, मान्द्रोमाथि काम्लो बिछाएछन्। अनि त्यसलाई मित लगाउने, बोक्सेजारसँग हामी मित लगाउने भनेर राजाले बोक्सेजारलाई निम्ता पठाएछन्। अनि बोक्सेजार मित लगाउने भने यहाँ आउने बेला यहाँ बस्नुहोस् भनेर बस्नु लगाएछन्। खौलोमाथि मान्द्रो बममै खसेछन् भुइँमा। तर खौलोमा खसेपछि अनि सबै लागिकन फेरि माथिको त्यो ठुलो ढुङ्गाले अचेटिकन मारे हुनाले बोक्सेजार ढुङ्गा भनेर यसलाई भनिन्छ कि। यो चाहिँ यहाँ चाहिँ नवमी, दसैँको नवमी दिन रानो पर्ने बेलामा एउटा बोका चढाउनु चलन छ। त्यस बेला त्यो बोका चढ्ने बेला काम त्यो ढुङ्गा थरथर गर्छ भन्ने भनाइ पनि छ। ए ढुङ्गा नै थरथर हुन्छ? थरथर्किन्छ भन्ने भनाइ छ। फेरि बोक्सेजार लाग्छन्, यहाँ आइकन मान्छे भाकल गर्छन्, ल मेरो ससुरलाई यस्तो गर्छ उस्तो गर्छ भनेपछि लाग्छन्, लागेर मान्छे पाठा चढ्नु आउँछन् भन्ने छ। यहाँ देखिन्छ नि यो पाठा चढाएको। यहाँ पाठा प्रायः जस्तो यहाँ पाठा चढाउनु राति आउँछन्, राति बजीरात लागेर पाठा चढाउँछ अँध्यारोमा। पाठा चढाइकन यहाँ चाहिँ त्यो बोक्सेजारले पाठा चढाउँछन्। त्यो भाकल गरे मान्छेहरूले लागेपछि मान्छे बिरामी भयो भने बोक्सेजार लागिने, बिरामी भयो भने धामी लाग्ने भनेपछि यहाँ आइकन पाठा चढाउने माथि माग्ने गर्छन् कि, त्यस्तो चलाउँछ। भनेपछि अझै बोक्सेजारको आत्मा चाहिँ छ भित्र? अब यो बोक्सेजारको फेरि पाठा चढाउने अरू चढाएर मारिँदैन। टाकुराका करबानी भन्ने छन् एक थरी बुढाथोकीहरू, उनले नै चढाउनुपर्छ, अरूले चढाएको बाँध्दैन। फेरि करबानीको परिवारको जो भइ नि भयो, बुढाथोकी परिवारको जसले भए पनि आइकन चढाइदिनुपर्छ। पाठा चढाउने मान्छे बाहिरबाट कोही आयो भनेपछि त्यस्तो चलन छ। भनेपछि उहाँहरूकै बोक्सेजारकै समर्थकहरू भावनाले उहाँले चढाएको मान्ने कुरा भयो? अरूले चढाएको नमान्ने। हजुर। अनि फेरि के छ भनेपछि दसैँमा, ठुलो दसैँमा 9 दिन एउटा पाठा चढाउँछन्। हजुर, यहाँ चढाउने गरिरहेको छ। त्यो चाहिँ एउटा पुरानो कथा कहानी छ यसको। हजुर, अरू विस्तृत पढ्न उसमा इतिहासमा लेखेको होला।